टियु मैदानमा नेपाली टोलीको शानदार जित, दिपेन्द्रको शतकले युएई स्तब्ध। नेपालले आइसिसी विश्वकप लिग 2 को रोमाञ्चक खेलमा युएईलाई डिएलएस मेथड अनुसार 6 रनले पराजित गरेको छ। कीर्तिपुरको मैदानमा हजारौं दर्शकको साथ पाउँदा नेपालले फेरि एकपल्ट आफ्नो शक्ति प्रमाणित गरेको हो। टस जितेर नेपालले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो। दिपेन्द्रको ऐतिहासिक शतक। नेपालको जितको मुख्य आधार दिपेन्द्र सिंह ऐरी बने। उनले मात्र 94 बलमा 13 चौका र 1 छक्का प्रहार गर्दै 100 रनको शानदार शतकीय पारी खेले। उनको यो प्रदर्शनले नेपाललाई 50 ओभरमा 289 रनको विशाल स्कोरमा पुर्यायो। उत्कृष्ट ब्याटिङका लागि उनी म्यान अफ द म्याच चुनिए। दिपेन्द्रको शतकसँगै विनोद भण्डारीले 56 रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले भने गुलशन झाले 44 रनको योगदान दिए। कप्तान रोहित पौडेलले 39 रन जोडे। जवाफमा युएईले 38 ओभरमा 248 रन बनायो। डिएलएस नियम अनुसार जितका लागि आवश्यक 255 रन भन्दा 6 रन पछि परेपछि नेपाली विजय भएको हो। बलिङमा जादु। नेपालका स्पिन स्टार सन्दीप लामेछानेले 3 विकेट लिएर मध्यक्रमलाई ध्वस्त पारे भने सम्पाल कामी र नन्दन यादवले 2-2 विकेट झारे। दिपेन्द्रको विस्फोटक शतक र सन्दीपको जादुमय बलिङले गर्दा आजको खेल नेपाली क्रिकेट प्रेमीहरूको लागि अविस्मरणीय बनेको छ। नेपालको यो जितले विश्वकपको यात्रामा थप उत्साह थपेको छ। के तपाईलाई लाग्छ दिपेन्द्र सिंह ऐरी वर्तमान समयमा नेपाली टोलीका सबैभन्दा ठूलो म्याच विनर हुन्? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। साथै यस्तै ताजा क्रिकेट अपडेटहरूका लागि हामीलाई फलो गर्न नबिर्सिनुहोला।